नमस्ते साथीहरू र आज बहुत दिनको बाद फेरि एउटा ब्लग लिएर आएँ। बहुत सर्ट बहुत हाल्थेँ नि त, अनि यो चिज सोचेँ कि अलिकति लङ ब्लग पनि किन सुट नगरौँ। तर यति दिक्कत भयो यो भिडियो बनाउँदाखेरि नभन्नु। यत्तिकै बिहान बाबुको एक्जाम थियो, त्यही पनि फटाफट छिटो उठेँ भनेर धन्न यति त गर्न सकेँ मैले, नत्र त सक्दिनँ पनि होला। सम्पूर्णमा नमस्ते, म राधा छेत्री। हजुरले बहुतले चिन्नुभएको पनि छ, चिन्नुभएको पनि छैन। जसले चिन्नुभएको छैन त्यसलाई भनिदिन्छु, म राधा छेत्री। म ब्लग्स बनाउँछु। के दिन बनाएकी थिइनँ, मतलब अलिकति हुन्छ नि मान्छेको कहिलेकाहीँ हरेक टाइम एउटै जस्तो हुन्न होइन। त्यही भएर कहिलेकाहीँ हुन्छ भिडियो बनाउन छोडिदिन्छु कहिलेकाहीँ त्यस्तै हो, रेगुलर भिडियो दिन पाउँदिनँ। के सुट गरौँ, के भिडियो बनाऊँ, एउटै जस्तो काम, एउटै जस्तो हाम्रो हाउसवाइफको त एउटै जस्तो काम हुन्छ होइन। त्यही कपडा धुयो, त्यही खाना पकाऊ, अनि एउटै जस्तो के देखाइराख्नु, बोर हुन्छन् होला मान्छेहरू भनेर सोच एउटा आउँछ कि। तर मान्छेले कोही मान्छेले यी भिडियोलाई पनि यति धेरै माया दिदिनुहुन्छ नि, यस्तो राम्रो लाग्छ, बहुत राम्रो लाग्छ। मतलब राम्रो कमेन्ट गरिदिनुहुन्छ, बहुत राम्रो लाग्छ एकदम। मतलब मोटिभेसन मिल्छ के त्यस्तो गर्दाखेरि। अनि कोहीले बेड कमेन्ट गरिदिँदाखेरि अब डिमोटिभेसन भइहाल्छ। त्यस्तै हो, अब सबैको त्यस्तै हुन्छ। जसले ब्लग बनाउँछ त्यसले बुझ्छ होइन, र जसले हेर्छ त्यसले पनि बुझ्छ कसले यस्तो कमेन्ट गर्छ होइन। अनि यतातिर थालेँ म बिहानको ब्रेकफास्ट बनाउनलाई। सबभन्दा फर्स्ट उठेर मेरो रुटिन देखिसक्नुभयो। फर्स्ट सिधा जान्छु, नुहाउँछु, अनि आउँछु किचनमा घुस्छु, पानी पिउँछु, चाय बनाउँछु। चाय पिए त माइन्ड फ्रेस हुन्छ, अस्ति पनि भनेको थिएँ मैले ब्लगमा होइन। अनि माइन्ड फ्रेस हुन्छ। अनि एउटा दुइटा भाँडा जुन लेत्रा भएको रहन्छ त म यहीँ धुन्छु, बेसिङमै धोइहाल्छु फटाफट गरेर। छिटो हुन्छ के, बाहिर जान मतलब त्यति मन लाग्दैन। यतातिर सब्जी पकाइसकेर कहाँ हुन्छ र होइन, सब्जीसित खानालाई के त चाहियो। त्यही भएर ब्रेकफास्टमा आज रोटी बनाउन थालेँ। रोटी बनाउनले एटलिस्ट मतलब रोटी बनाउन मलाई यस्तो झिउ लाग्छ नि नभन्नु। अनि मेरो हस्बेन्डलाई मतलब तीनों टाइम रोटी दियो भने तीनों टाइम खाइदिनुहुन्छ। मर्निङमा अहिले आज रोटी पकाएँ, बहुत दिनको पछि पकाएँ है। बाबुको अहिले टिफिन लानु परेको छैन चाहिँ, त्यही भएर यतातिर म कपडा धोएर सुकाउनलाई लएँ। कपडा धोएर सुकाएको पछि आएँ म सिधा मिलाउनको लागि। इन्दुर पापा छोरालाई मैले खेदाइसकेँ बाहिर ब्रस गर्नलाई। त्यसको पछि म आएँ यता मिलाउनको लागि। इन्दुर जब तक भित्र पसेको रहन्छन् तब तक म मिलाउनै पाउँदिनँ, म किचनतिर काम गरिराख्छु। अनि तिनीहरूलाई पठाइसकेको पछि म फर्स्ट आएर सिधा यतातिर बेड मिलाउँछु। झाडु केही गर्दैन, झाडु पछि गर्छु। बाबु अनि हस्बेन्ड ड्युटी गएको पछि, बाबु स्कुल गएको पछि सबै गर्छु होइन। अनि कहिलेकाहीँ यस्तो लाग्छ नि, थकान लाग्छ हेर्नु न, यहाँ मिलाउँदै मतलब ढल्किहाल्छु। यस्तो कसको आदत छ मलाई भन्नु है कमेन्टमा। मतलब मेरो आदत यस्तो छ, के काम गर्छु नि थाहा छ के एकछिन गाइस, घरको काम केही देखिन्न तर खत्तम के किन हुन्न त्यही छक पर्छु। घरको काम केही देखिन्न, त्यो अरूले भन्छ हाम्रो काम गर्छ नि त हामीलाई राजा। तर घरमा बसेर गर्छिस् के भन्छ नि। देखिदिन्छु यो ब्लग चाहिँ हेरिहाल्नु होला। के अलिकति मतलब यस्तो थकान लाग्छ नि अलिकति काम गर्दा बित्तिकै। अनि अहिले त अझै यत्रो कपडा धुनु छ र त्यही हो, काम त हुँदै गर्छ होइन। अनि यतातिर बाबुलाई रेडी गरिदिएँ स्कुलको लागि। आज स्कुल लास्ट एक्जाम छ, अनि त्यही भनिराखेको छ म जान्छु मामाको घरमा। लास्ट एक्जाम भनिसकेपछि समर भेकेसन चाहिँ भएको छैन नि, ट्युजडे तक बन्द दिएको छ इन्दुरको। र यतातिर फेरि थालेँ म रोटी पकाउनलाई। बाबुलाई स्कुल छोडिओरी त्यसले रोटी खान्न, भातै खान्छ, त्यसलाई खिलाइ पठाएँ। अनि हस्बेन्ड र मेरो लागि रोटी अहिले पकाउँदैछु। आटा गुनेर राखेको थियो, अघि नै हेरिसक्नु भयो होला होइन। र फेरि रोटी खाइसकेको पछि म गएँ बाबुलाई ल्याउन भनेपछि स्कुल गएँ बाबुलाई ल्याउनको लागि। म दिएको थिएँ। अनि यतातिर बाबु आयो र अघि यो भिडियो अपलोड गरेको थिएँ। यो भिडियो सुनिसक्नु भयो होइन, बाबु मामा गरी जान्छु भनेर। अनि गइ पनि सकौँ, म यो भिडियो एडिट अहिले गर्दैछु अनि राति दिन्छु भिडियो। यो राति अपलोड गर्छु। र मेरो भिडियोलाई प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला। र यति धेरै माया दिनको लागि थ्याङ्क यू सो मच। मेरो त पहिला भ्युजै आउँथेन, कमेन्टै आउँथेन, आजकल त्यही पनि बहुत आउँदैछ। त्यसको लागि म बहुत खुसी छु। र म अघि ग्रो गरेर जान्छु, यो मलाई थाहा छ। अगर म यस्तै मोटिभेसन मिलिराख्यो, भिडियो बनाइराख्छु भने म त अघि बढेर जान्छु, त्यो त 100% हो। र मेरो भिडियोमा अहिले आउनको लागि बहुत मान्छे शरम गर्छन् कि आउँदिन यस्तो उस्तो भन्छन् नि। जब म माथि उठेर जान्छु त्यतिखेर चाहिँ मेरो भिडियोमा मेरो पावर देखाउँछु के। ल त थ्याङ्क यू सो मच, बाई।